दुईजना विदेशी लाउरे छन् घरमा यस्तो चुइया छ के भएको यो यस्तो कत्रो भयो मल बोक्रा बुगाइ त साह्रै व्यञ्जन हेलो एभ्रिवान स्वागत छ हजुरहरूले साधना गर्ने युट्युब च्यानलमा साथीहरू आज चाहिँ म धेरै दिनपछि चाहिँ भ्लग लिएर आएको छु साथीहरू किन आज चाहिँ म यसो तयार भएर कहाँ जान लाग्यो भने चाहिँ आज चाहिँ हाम्रो मल बोक्ने बेला छ साथीहरू त्यही भएर आज चाहिँ म मल बोक्न रेडी हुँदैछु धेरै दिनपछि चाहिँ आज मैले भ्लग लिएर आएको छु है गाइज के गर्नु साथीहरू गाउँघरमा मान्छे छैन सबै अब सहर बजार विदेश त्यही त हो नि खेतीपाती गर्न गाह्रो छ हो गाह्रो छ मान्छे पाउँदैन भने के गर्नु होला है गाउँघरमा त मान्छे छैन अब बालबच्चाको आमाहरू पनि विदेश छोराहरू पनि विदेश केटाहरू पनि विदेश गाइज आज चाहिँ हाम्रो मल बोक्ने पालो बारीमा गाइज यति खनाइ राखेको छ मल अब यति खाना बाँकी छ यो चाहिँ बिहान खनेको खाना खानुभन्दा अगाडि गाइज ल गाइज आज चाहिँ हाम्रो मल बोक्ने है गाइज अहिले सबैजना मल बोक्न आइपुगिसक्नुभयो मान्छे पाउँदैन गाइज के गर्नु मान्छे पाउँदैन गाउँघरमा मान्छे छैन सबै सहर बजार विदेश खेतीपाती गर्न नि गाह्रो हुने भयो के गर्नु यो चाहिँ किन लुग्या होला हल्का छ होइन हाम्रो मल सजिलो छ हाम्रो मल बोक्न एकदम सजिलो छ है सिमन्डी भन्दा हल्लुको छ भन्नु न सिमन्डी भन्दा हल्लुको छ बरु ढुङ्गा के हल्को होला त्योभन्दा हल्को छ हाम्रो मल दुई साथीहरू अब हामी चाहिँ मल बोकेर हिँड्यौँ त्यो गर्न सकिन चाहिँ बोक्नु पऱ्यो नि मान्छे पाइँदैन गाइजहरू चाहिँ यता आउँदैछ गाइजहरू ओ आन्टी गाइज यो गाउँघरमा मान्छे भएन है गाइज के गर्नु यो नयाँ सरकारले पनि काठमाडौँमा बस्ने जति सबैले गाउँमा लखारै पठाइदियो हुने नि गाउँघरमा काम गर्ने मान्छे भएन कि गाइज यति सहयोग चाहिँ गर्नु पऱ्यो कि नयाँ सरकार अर्को साल हाम्रो बच्चाहरूले नै हामी भोट हाल भन्छौँ कि घन्टीमा यति गरिदियो हुन्थ्यो कि हामीले कुखुराले चढ्दैछ मलको भारी बोकेर हो आन्टी बिस्तारै आउनु हो गाइजहरू हो युने यो चाहिँ रहेको छ हाम्रो गाउँ गाई कस्तो राम्रो छ हो जितपुरे गाउँ हामी चाहिँ जितपुरे ग्याङ हो है गाइज हाम्रो ग्याङ चाहिँ जितपुरे ग्याङ के भयो अरे कुकुर मितिनी हो अरे यो मनालाई पनि नआउँछ है म यहाँ बना लगाइसक्यो हो गाइज यो चाहिँ मेरो बारी मेरो होइन हाम्रो भनौँ मेरो बारी भन्नु हुँदैन अरे आन्टी र म चाहिँ घोप्टाएर बसिसकेँ अल्छीहरू चाहिँ आएको छैन अहिलेसम्म अल्छीको पोकाहरू भने लास्टै ठगुवा के गर्नु त्यस्तो नि भन्दा नहुने फेरि गाउँघरमा मान्छे नपाउने अलि नजिक नजिक यत्रो पाठो छ है साथीहरू मेरो चाहिँ बारी चाहिँ गाह्रो छ है आगोदेखि त मान्छे नपाउला है के गर्नु कसरी बनाउनु त्यो त्यो पाइप कहाँ पठाउने खै साथीहरू के भएको यो यस्तो हाम्रो मल बोक्ने दिनमा पानी पो धन लाग्यो हत्तेरिका
ल हेर्नु न कालो निलो भइरहेको त गाइस पुट्केर बस्नु हेर्नु न आमा पानी झर्नै लाग्यो के भएको यो यस्तो पानी झर्न लाग्यो गाइस पानी के गर्नु खेती किसानी गएर खान अलिक गाह्रो छ हो साथीहरू गाह्रो छ कहिले के हुन्छ कहिले अब चाहिँ ठुलै आउँछ पानी ओ नो अब चाहिँ ठुलै आउँछ ओ नो भाग सिक्यो मम्मी भाग पानी परेर बिजोग भयो मल बोक्रा अब खाने बेलामा खाएको हो अन्डा खायो मल कति बोक्यो धेरै है धेरै बोक्यो धेरै बोक्यो के गरी बस्यो राम्रोसँग बसेर खाऊ गाइस मिठो छ उसले ल्यामै खाँदैपछि हात्ती झिरेर मिलो बोलासी ए मेरो छोराले त यसको भाग ल्याएको छैन त्यसो चराइ त जाने किन जाने पानी परेर बिजोग भयो गाइस खाजा खानु ए भित्र छ खानु खानु भित्र छ कतिको मिठो छ खाजा पानी परेर बिजोग हुने भयो टन्न खाना अन्डा खाएर बलियो हुनु अहिले फेरि चिप्लेर राख्ला चिप्लेर नरोस् कत्रो मान्छेले कत्रो भाग आडेको मेरो छोरा चाहिँ कत्रो भाग आएर खान लाग्यो यार तपाईँ थापे खाऊ है तपाईँ थापे खानु त पेटको नाइटो बढाउने गर्ने आको पनि खाने अन्डा ल्याऊ त्यही गाइस हामीले अब अन्डा र खाजा खाने मेरो पालो हो अब अन्डा खाएर डह्रो हुने ल्याम्प पर्यो त यापको अन्डा खानु पर्यो अनि गरुङको मलको भारी बोकेर हिँड्नु पर्यो होइन सबैजना धमाधम खाँदै हुनुहुन्छ अनि अन्डा छैन त है हाम्रो भाउजूको चाहिँ गाइस अब चाहिँ हामी खाजासाजा खाएर मल बोकेर हिँड्यौँ फेरि एकछिन पानी पऱ्यो अहिले फेरि घाम लाग्यो के भयो होला आजको दिन सबैजना आउँदैछ क्या लु गाइस खाजा खाएको बल निकालौँ त हाल हाल त्यही हाल हाल त्यही हाल अन्डाले कतिको तागत दियो तपाईँहरूलाई अन्डाले त्यत्रो सिङ्गे सिङ्गे अन्डा खाएर तागत आउनु पऱ्यो हो नि त गाइस हो कतिखेर खानु मन तपाईँले कतिखेर है अनि कस्तो चिज हो त त्यो अनारको जुस पनि खाएन त 2 गिलास कि 3 गिलास पड्काएर आउँछ केमिकल नहालेको के चाहिँ आउँछ अहिलेको समयमा ल भन्नु त भने विदेशी लाउरे छन् घरमा यस्तो चुइया छन् त्यही भएर दुईटा चिसो दियो झन् त्यता चाहिँ नहेरौँ गाइस झन् त्यही भएर 2 थरीको दिएको झन् तपाईँलाई रातो हरियो डिउ फ्यान्टा डिउ छिनमै पानी पऱ्यो छिनमै यस्तो मौसम भयो नि गाइस
के गर्नु किसानी जिन्दगी पनि गाह्रो छ बौला जस्तो एकछिनै आयो हजुर खाएर गएर डह्रो भयो अब त लड्ल बिस्तारै गएछ यो आजको बल बोकाइ त साह्रै डेन्जर पानीले धोको दियो क्या अरू केहीले होइन बिस्तारै बिस्तारै लड्ल मल पुगेन गाइज अब म चाहिँ मल खान बस्ने है गाइज नरिसाउनु होला अब चाहिँ हाम्रो अन्तिम है गाइस रिसले आएको भयो क्या हो अब चाहिँ हाम्रो अन्तिम भयो पानी परेर यस्तो भयो नि त मौसम खोइ होला नि ठिक छ होइन अन्तिम खेप एकदम ल साथीहरू अब चाहिँ हामी चाहिँ मलसल बोकेर पनि खानासाना खाएर बेडमा पल्टिने तयारीमा छौँ गाइस आज यस्तो गाह्रो भयो आज जस्तो गाह्रो कहिले भएन कि गाइस मल बोक्नलाई बिचमा पानी पनि पऱ्यो गारङ गुरुङ भयो खाजा खाने बेलामा फेरि एकैछिनमा घाम लाग्यो हो गाइस के गर्नु साथीहरू मैले चाहिँ धेरै 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 समयपछि भिडियो लिएर आएको छु साथीहरू हेरेर कस्तो लाग्छ तपाईँहरूले यति एन्सरको प्रतिक्रिया दिने होला हाम्रो चाहिँ अब गाउँघरमा मल बोक्ने सिजन चलिरहेको छ थकै लागिरहेको छ मैले यस्तो थकै लागिरहेको छ गाइस भन्दै आजको भ्लग चाहिँ म यहीँ इन गर्न चाहन्छु साथीहरू अर्को भ्लगमा भेटौँ न बाबा